हाटे यस्तो सिनेमेटिक सर्ट हो कि परे त परे हो हान त रन्डी भालु सब खाइदियो होइन होला लौ त्यस्तो नगर वेलकम ब्याक टु माई अनदर भ्लग गाइस आजको भ्लग सुरु हुँदैछ हाम्रो हेटौडाको उब्रा साइडबाट यहाँ चाहिँ उब्रा चौर हो र आज चाहिँ हाम्रो हाम्रो हेटौडामा फुड फेस्ट भएको छ वर्षमा भइरहेको छ धेरै जस्तो चाहिँ स्टलहरू चाहिँ लागेको छ तर वाइल्डिस क्राउड छ मलाई चाहिँ अलिअलि लाज लागिरहेको छ वाइल्ड क्राउड देखेर चाहिँ आज यत्रो पब्लिकमा चाहिँ भ्लग हान्ने कस्तो लाज लागिरहेको छ चाहिँ हाम्रोहरू चाहिँ लट्स अफ छ पिपल नि क्राउड नि लोड छ यहाँ चाहिँ आजकोमा सोचिरहेको थिएँ तर हिजो चाहिँ भएन किनभने हिजो धेरै चिसो भयो त्यही भएर आज नि हावा लोड चलिरहेको छ तर यहाँ हेटौडामा चाहिँ फुड फेस्टहरू वर्षमा चाहिँ लागिरहन्छ र यहाँ हाम्रो लोकल ब्यान्डहरू पनि यहाँ छ हेटौडाको हो धेरै यहीँको लोकल ब्यान्डहरू क्राउडै वाइल्डिस क्राउड सो आज हाम्रो केटाहरू चाहिँ स्टल कुन चाहिँ स्टल राम्रो हुन्छ फ्रेन्डली हुन्छ बजेटमा त्यो चाहिँ खोज्दैछ हाम्रो केटाहरूले चाहिँ अगाडि थाहा हाम्रो हो राख्ने कि त एक्लै राख्ने अनि त राख म सपोर्ट गर्न आउँछु त्यही त हो नि ल ओए कामहरू सघाइदिन्छ होइन ए भाडा माग्नु वाइल्ड क्राउड छ आजको भ्लगमा चाहिँ धेरै क्राउडको बिचमा चाहिँ भ्लग हान्दैछ आज मैले यो नेपथ्य कहिले आउनु लाग्छ हाम्रो 21 गते माघ 21 गते आउनु लाग्छ यहाँ हेटौडाबाट जो हेरिरहनु भएको छ भने आइदिनु होला यहाँ चाहिँ टन्न स्टलहरू चाहिँ लागेको छ सेकुवाहरू यता 30 रुपियाँ स्टल नम्बर 30 हो 30 रुपियाँ हो होइन स्टल नम्बर पो रहेछ त्यो यहाँ चाहिँ मोमोहरू वाइल्डिस छ हौ क्राउड यहाँ चाहिँ देश हामी कता जाने अब निस्किनु लागिसक्यो त किन होला यहाँ र पसिना हेरेर पसिना निस्किनु लागिसक्यो कहाँबाट तिनजनाकोमा लगौँला हामीले हामीलाई यहाँ स्टल छ लाइनै छ लाइन हाम्रो जेस हाम्रो उयो सेलिब्रिटी हो नि त होइन जेस के हो रे जेस के हो रे यहाँ ग्राउन्डमा चाहिँ अलि अप्ठ्यारो भइरहेछ यार फोनले के भयो मलाई कहाँ लानु भन्दा कहाँ लानु स्टल नम्बर देखाउँदा तिमीलाई घरै पुऱ्याउनु लागिसक्यो हो चन्दन भाइ चन्दन फेरि त घरै लानु लागिसक्यो त फेरि हाम्रो एउटा हाम्रो सुधीरले फेरि चिकन खान्न सो त्यही भएर चाहिँ मटन खोजिरहेको छु ल हो आन्टीले चाहिँ मलाई झन्डै अर्कै सम्झेर पिट्नु भएको थियो बजेट दिँदै छ यहाँ मटन सटन छ कि छैन भनेर के छ मटन सुप छ भन्छ त मटन सुप किन मटन सकिन्छ हो तल थाहा छ नि गयो अनि यसलाई हटेको सुप यसले सो हाम्रो केटाहरू डिस्कस हुँदैछ यहाँ के अर्डर गर्ने भनेर चाहिँ हामी चाहिँ यहाँ बसिसक्यो जान त के भन्ने हाम्रो केटाहरू चाहिँ जेस र चन्दन भाइ चाहिँ जाँदैछ भन्न त्यहाँ के अर्डर गरेर आउँछ कस्तो रहेछ अनि रिभ्यू दिनेछौँ हामी अन्त काले साँच्ची हो भइसक्यो राखे हाम्रो चाहिँ यहाँ के अरे मटन सुप होइन
हाम्रो चाहिँ मटन सुप आइसकेको छ स्पेसली फर कसलाई भन्छ स्पेसल फर उसलाई हो राख्दैछ नि दुइटै राख्दैछ दुइटै चारवटै मगानु न त होइन ठिक छ ठिक छ यसले पहिला हाम्रो म्यानेजमेन्ट पढे के अरे एचएसएम पढेको उसले टेस्ट गरेर भन्छ सेफ भन्नु त ओइ ल यसले धारे सिधै यसलाई चाहिँ कति रेटिङ दिन्छ आउट अफ 10 अफ कति सिधै हो 1000 रुपियाँ हो जस भन्दा तँलाई टेस्ट कस्तो आइरह ओइ होइन होला ओइ हामी भिडियो बनाउँदै गऱ्यौँ तिमीहरू चाहिँ टेस्ट गरे दामी छ त्यो फर्स्टमा मैले सुप ट्राई गर्न जाँदैछु के कस्तो छ ओइ पोखे छ सुप चाहिँ ठिक छ होइन यता होइन ठिक छ सुप चाहिँ टेस्ट छ अब मासु टेस्ट हाल्नु पर्ने हुन्छ है त कहाँ सुपमा मासु हुन्छ साथी थोरै ल छ ठिक छ चल ठिक लाग्यो ओके चन्दनलाई कसलाई मलाई त क्रेज कालीलाई चाहिँ के कुरा आयो दालको सुप हो कि आएर सबैजना ट्राई गर्नु सही छ कुन स्टाइल हो स्टाइलको नाम भन्न रातो माटे के प्राइस कति छ अहिले हेर्नुपर्छ त्यहाँ के को टक्क लगाएर भट्टा खाएर चाइनिज भाइ प्राइस आएर होला है तँलाई यस्तो त नि मैले काँटावाला तन्त्रले खाइदिन्थेँ कि गफ जस्तो ला होला अरू बेला झन् टिस्यु पेपर यसमा डुबाउँथेँ निचारेर खाँदै त्यो त हामीलाई बचिँदै टिस्यु पेपर हेर्ने हुँदैन थियो कल्लीमा हालिहाल्थ्यो चोरेर हो अहिले अलिकति हिरो भएको अहिले यहाँ छ होइन आलु त छिट्टै भयो हामी चाहिँ पाएको चाहिँ छैन त्यसलाई मिलाइ दिइरह्यो नि तँलाई अब तै हो कि हेरौँ ब्लगको मेन क्यारेक्टर यो भयो यस्तो सिनेमेटिक सर्ट हो कि कारहरूको एडिट देखाएको छैन यस्तो सुन्ने पाउँछ नि यस्तो बेला एडिट हो भाइ यसलाई कारै बनाइदिइसकिस् केटाले हान्ने हुन्छ बब्बाल हानेको भाइ कोही ताजा छ सुरी दियो अरे फ्रीमै दिन्छ क्या हो होइन कि उता भन्यो कि लभ त होइन नि फेरि गएर जोड्दैन केटाहरूलाई भने पैसा परेर बाप क्रेजी छ क्रेजी भनिदिने अहिले तपाईँहरू घर लाग्छ गिफ्ट दियो अब अहिले हान्ने हो अहिले आइदियो किन 1 घन्टा जति लागिसक्यो आलु थिचेको आउँदै आएन त्यही भएर हामी यहीँ उभिएर अब चाँडै निक्लिने भनेर फ्रस्ट्रेट भएर अगाडि आयो हाम्रो साथी होइन अति भयो कि आउँदै आएन सो त्यही भएर हामी अगाडि आएर अब लिएर अर्डर लिएर अब चाँडो खाएर गइहाल्ने के भयो हाम्रो आलु थिचेको आयो हान्द जेस ल जेसले स्वाद भन्छ चन्दाई भन्दा यसको टेस्ट भन्दा जेस कस्तो छ मलाई के मिठो लाग्यो मैले नि हान्दैछु त्यो जाडोमा आगोमा राखेर हो ओए केही नबोल्ने हो तिमीहरू भन् खासै मिठ छैन खासै मिठो छैन अनि सिरिफ त भन्दा खाले तेरो यहीँ सक्यो तब आइसक्यो हाम्रो मेन क्यारेक्टर आज यो चन्दन भाइ लिन गएको थियो यसलाई मुखमा चढाउँछ यार यो चाहिँ पढ्दै आएको थियो यो पढिरहेको थियो अझै ट्युसनमा आज बङ्क हनाएर यसलाई लिएर आएको त्यो 3RR 310 RR 10 पर्छ 10 लाख छ हौ हामीले बाइक किनेको नि त्यहाँ नि छ ब्ल्याकमा
चाहिन्छ भने भन् किस्तामा दिन्छ किस्तामा दिन्छ के पढेको छ पढ्न आउँदैन त चस्माको नम्बरबाट आइसौ नेपाली पढ्न बिर्सिसक्यो अब त हाम्रो मोटकी यो स्टिक के लिन गएको छ खै आउँदै आएन के अरे हाम्रो मोटकी स्टिक लिन गएको स्टिक लिएर आउँदै आएन त्यही छ त्यही बसिरह लाइनमा छ केटा लिएर आउँछ तिमीलाई लिनुभन्दा अगाडिदेखि कुरिरहेको हो त्यसले बल्ल एउटा पाए कस्तो खास छ टेस्ट दामी छ मासु मिठो खान अचार चाहिँ मिठो खोइ फर्स्ट टाइम लाग्यो मासु मिठो खान अचार मिठो ए रन्डी भालु सब खाइदियो ओइ अर्को नि लिएर आउँछ त्यसले दाजुले रन्डी ओइ 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 होइन होला लौ त्यस्तो नगर गाउँ त्यो रन्डीजी अब त्यो टिकटमा छ क्या त्यसले एक्लैले खाने रहेछ तिनवटा त अर्डर गरेको थिएँ ए छोडिदेऊ न त ल कुकुर छैन कुकुर चाहिँ हिँड्छ यो चन्दनलाई देऊ न ओइ ल चन्दनलाई देऊ न फिर्ता गर्दा पैसा पाउँछ हेलमेट समातिदियो ओइ मुझे आइसक्यो बफ र पोरको खै एउटा सेकमा त हो नि खै त एउटा डिस्ट्रिक्टले अहिले केटाहरूले सकाइदिन्छ अहिले पानी सौ रिभ्यू दिएन रिभ्यू अचार मिठो छ मासु ठिक थियो तिमी यहाँ ड्रेस कस्तो छ भन्दा कस्तो छ बिस्तारै खानु पर्ने कस्तो होला एकचोटि आफू खाइदिए सबैले कहाँ खान्छ लिबी दिनु पाएन अचार मिठो मासु झन्ड मैले भ्याएँ हाम्रो कतिवटा भाइ दुईटा घरतिर चल्नु लागेको पसन्द छ अहिले त यो भएर हुँदैन ब्याट्री लो छ नि त सो अब चाहिँ हामी घर चल्नु लाग्यो सी यु नेक्स्ट ब्लग टाटा बाई बाई आजको लागि यति नै सी यु नेक्स्ट ब्लग बाई बाई गाइस यहाँ चाहिँ हाम्रो सौरको नेक्स्ट ब्लगमा भेट्नु छ होइन ल है त बाई बाई